खोटाङ र भोजपुरको सिमानामा रहेको यो ट्याम्के डाँडा हो। यो 3100 मिटर जति हाइटमा छ यो। यहाँबाट हेर्दाखेरि थुप्रै अरू पहाडहरू तल देखिन्छ, धेरै हिमालहरू देखिन्छ। यहाँबाट मधेस हामी चतारा पनि देख्न सक्छौँ। यो अहिले बनिरहेको चाहिँ यहाँको हाम्रो यो भ्यू टावर अझ यो डाँडाबाट 3100 मिटरबाट पनि अझ माथिबाट हामी हेर्न सक्छौँ। यो चाहिँ एकदमै महत्त्वकांक्षी प्रोजेक्टको रूपमा यो काम भइरहेको छ। हामी केही वर्षभित्र यसलाई अझ थप सौन्दर्यको रूपमा यसलाई देख्न सक्छौँ। अब थुप्रै ठाउँबाट मान्छेहरू यो भोजपुर र यो चाहिँ खोटाङको ठाउँबाट यहाँ चाहिँ मुन्दुम ट्रेलको पनि विकास गरिएको छ। यो एकदमै चाहिँ नि पदयात्राको लागि एकदमै सुन्दर पर्यटकीय क्षेत्र पनि हो। थुप्रै मान्छेहरू धेरै ठाउँबाट आउने गर्नु भएको छ। तर अब यो केही वर्षपछि यो चाहिँ अब अन्नपूर्ण ट्रेकिङहरू जस्तो यो एकदमै चर्चित र एकदमै राम्रो गन्तव्य पनि बन्नेछ भन्ने मलाई लाग्छ।